मेरो दिनको सुरुवात चाहिँ यसरी हुने गर्छ। अब यो भिडियोको लागि भन्नु होला, तर होइन, मैले चाहिँ पूजा पाठ चाहिँ मैले माइत हुँदैखेरिदेखि नै गर्थेँ अनि स्टिल अहिले घरमा पनि पूजा पाठ चाहिँ म आफैले गर्ने गर्छु। सो मलाई चाहिँ एकदमै सफा अनि चिटिक्क पारेर चाहिँ पूजा गर्न एकदमै राम्रो लाग्छ होइन। त्यसपछि किचनमा पसेर चाहिँ सबभन्दा पहिले मैले 1 कप तातो पानी चियासी ढालेर पिउँछु। अनि यो चाहिँ मेरो बहिनी है, मेरो हेल्पिङ ह्यान्ड। बिहानमा उसैले हो मलाई हेल्प गर्ने। अब यहाँ चाहिँ मेरो भात, दाल, तरकारी, अचार सबै बनिसक्यो। अब यहाँ चाहिँ बिचको क्लिप मैले अलिकति लिन भ्याइनँ होइन। सो मैले खानासाना खाएर बाबु नानी स्कुल गइसकेपछि चाहिँ यो खानासाना खाइसकेर यो भाँडासाँडा सबै मस्काएर अनि मलाई चाहिँ बेसिन एकदमै क्लिन हुनुपर्छ कि। अनि त्यसपछि म चाहिँ रेडी भएर निस्किएँ होइन। आज चाहिँ मेरो उहाँजी बजार जाने काम भएको भएर म चाहिँ उहाँसँगै नै बजार जाँदैछु होइन। मेरो आजको काम चाहिँ ग्लिटर फेसन स्टोरमा थियो। सो म भित्र पसेँ अनि भित्र पस्दाखेरि अहिले अब स्टक क्लियरेन्स सेल लागिरहेको छ ग्लिटरमा होइन। बहिनीहरू चाहिँ सामान मिलाइरहनु भएको थियो अनि म चाहिँ एकछिन यसो हेरेर टोलाइरहेको थिएँ। त्यसपछि हामीले हाम्रो काम पनि सुरु गऱ्यौँ। अनि त्यसपछि तल अलिकति सुट बाँकी थियो, त्यो सुट लिएर मैले चाहिँ मेरो कोल्ड कफी पिएर अनि खासमा आज मैले चार्जर लिएर आउन बिर्सेँ। अनि सो मैले मेरो फोन चार्ज गर्नको लागि चाहिँ म क्लियर भिजन अप्टिकल हाउस पुगेँ। अनि आज मेरो जिम पनि थियो कि। खासमा म जिम चाहिँ हप्ताको 2 दिन मात्र जान्छु होइन। अनि आज जिम जाने दिन हुनाले मेरो फोनमा चाहिँ चार्ज पनि सकिसकेको थियो होइन। अनि त्यसपछि फुल चार्ज गरेर म चाहिँ फेरि ड्राइभ गरेर लागेँ सिमोसनतिर। खासमा मैले चाहिँ जिम हप्ताको 2 दिन मात्र गर्छु कि होइन, भ्याइराखेको हुँदिनँ नि त। अनि यसो टाइम निकालेर आफ्नो लागि 2 दिन चाहिँ मैले निकाल्छु होइन। अनि मलाई जिममा चाहिँ एकदमै रमाइलो लाग्छ कि। वर्कआउट पनि हुन्छ अनि प्लस आफ्नो लागि कन्टेन्ट पनि हुन्छ। सो म चाहिँ यहाँ पस्ने बित्तिकै सबभन्दा पहिले आफूलाई ऐनामा हेर्छु होइन। अनि बल्ल आफ्नो कामतिर लाग्छ। अनि धेरैजनाको क्वेसन के पनि हुन्छ भने अब जिम जाँदा कसले मेकअप गर्छ भन्नुहुन्छ कि। हो, यही नै हो रिजन होइन। म बिहानै मेकअप गरेर कामको लागि निस्केको हुन्छु होइन। अब दिनको 3 वटासम्म पनि काम मैले भ्याइरहेको हुन्छु। अब जिम जान्छु भनेर मैले बजारतिर कहाँ गएर मुख धोएर त आउने कुरा हुँदैन होइन। सो म यत्तिकै जान्छु कि जिम होइन। अनि मैले मेरो वर्कआउट भइसकेपछि चाहिँ अब आफ्नो कन्टेन्टको लागि चाहिँ मैले म्यामसँग भिडियो बनाइरहेको हुन्छु होइन। हजुरहरूले देख्न सक्नुहुन्छ, एकदमै रुचाउनुहुन्छ हामी दुईजनाको जोडीलाई। सो आजको काम भ्याएर चाहिँ म फाइनली यहाँबाट निस्किसकेँ। आज चाहिँ उहाँ चाहिँ बजारतिरै हुनुभएको भएर म उहाँ चाहिँ सँगै घर फर्किन लाग्दैछु होइन। अब अरू बेलामा त म ड्राइभै गरेर जान्छु होइन। अनि फर्किँदाखेरि चाहिँ बाटोमा मलाई यो नखाइकन चाहिँ घर जान मन लाग्दैन कि। सो यसरी बित्छ मेरो दिन। अब बिचमा केही क्लिपहरू छुटेको छ भने म नेक्स्ट भिडियोमा पक्कै पनि लिएर आउनेछु।